आज हामीले एप्पल अर्चर्डमा जाली लाउँदैछौँ। जाली लाउनलाई चाहिँ 2 जना जुम्लाको दाई अनि 1 जना गुल्मीको दाई हुनुहुन्छ। गुल्मीको दाई चाहिँ मसँगै बस्नुहुन्छ, त्यहाँको घर परिवारहरू सबै मसँगै बस्ने हो। अनि 1 जना चाहिँ म भइहाले। अनि हामी 4 जना चाहिँ बाँसको सपोर्ट दिने रुखमा, स्याउको रुखमा बाँधेर सब बाँसको सपोर्ट दिएर अनि चारैतिर डोरीहरू बाँधेको हुन्छ जालीमा। त्यसरी डोरीहरू बाँधेर हामीले चाहिँ जाली लगाउने काम गर्छौं। जाली हामीले चाहिँ किन लाउँछौं भने अब फ्लावरिङको बेला भयो, फ्लावरिङको बेला असिना आयो भने असिनाले सबै फूलहरू झारिदिन्छ के। अनि जुन जुलाईसम्म पनि असिना आउने चान्स हुन्छ। अनि त्यो असिनाले एप्पलको स्किनलाई चाहिँ ड्यामेज गरिदिन्छ। अनि त्यो ड्यामेज भएको एप्पल चाहिँ मार्केटमा राम्रो दाम पाउँदैन भनौं न, राम्रो रेटमा बिक्दैन के। अब ए ग्रेड र बी ग्रेड भन्ने हुन्छ। अनि ड्यामेज भएको स्याउ चाहिँ बी ग्रेडमा बिक्छ के। अब 2000 पर्ने पेटी ए ग्रेडको पेटी 2000 जाने थियो भने त्यो असिनाले ड्यामेज गरेको स्याउ चाहिँ जम्मा 1000 मा 800 मा जान्छ के। त्यही भएर चाहिँ हामीले जाली लगाउने काम गर्दछौं। यससाथै मैले के भन्न लाग्थे भने तपाईहरुसँग आफ्नो जिन्दगीको कहानी आफै लेख्नुस्। मान्छेले के भन्लान् सोच्नु भयो भने केही फरक पर्नेवाला छैन कुनै पनि मान्छेलाई। तपाई मरेर गयो भने पनि तपाईको क्लोज नातेदारहरू रिलेटिभ्सहरूलाई पनि 2-4 दिन 5 दिन हप्ता 10 दिन अथवा 6 महिना वर्ष दिन भनौं न, त्यति बेला मात्रै तपाईले सम्झिनु हो के। त्यसपछि तिनीहरू पनि आफ्नो लाइफमा मुभ अन गर्छन्। तर तपाईले चाहिँ यो धरतीमा आएर के आफ्नो लागि के गर्नुभयो अथवा यो समाजलाई गर्नुपर्ने हेल्पहरू के गर्नुभयो त? आफ्नो तर्फबाट हामीले केही कन्ट्रिब्युट गर्न सकेनौं। किनकि हामी त आफ्नो लागि नै लड्न सकेनौं भनौं न यो समाजदेखि। हामीले के सोच्छौं भने मैले यो काम गरे भने मान्छेले के भन्छन् कि अथवा चलेन भने के भन्छन् कि भन्ने सोच्छौं। अनि हामीले आफूले मन लागेको काम पनि गर्दैनौं किनकि हामी असफलताबाट डराएर हुन्छौं के। हामीले मान्छेले कसैले के भनोस् नभनोस् तर हामीलाई आफ्नै मनभित्रको डरहरू खाइरहेको हुन्छ के। तर साच्चै के भन्नु हो भने मैले आफूले पनि एक्सपिरियन्स गरेको कुरा हो के। कसैलाई के पनि फरक पर्दैन के। तपाईलाई आफै लागिरहेको हुन्छ। मैले पनि अब मोमोको काम गर्दाखेरि मेरो क्याफे छ, त्यसमा मैले मोमोको काम सुरु गरेको थिएँ पहिला। मलाई सुरुको दिन त्यो काम गर्नलाई चाहिँ यति लाज लाग्यो हैन। मैले त मलाई मान्छेले के भन्लान्, दोकान चलेन भने के भन्ला, ग्राहक आएन भने के होला। ग्राहक सुरुकै दिन त आउँदैन नि त। तर अब हामी फिल्डमा उत्रिसकेका छौं। हामीले एउटा डिसिजन लियौं कि हामीले यो काम गर्ने हो। हामी त्यो डिसिजनमा टिक्नु पर्यो नि त। भएन भने अर्को काम हेर्ने नि त। एटलिस्ट ट्राई त गरौँ न। हामीले ट्राई नै नगरेर समाजको त्यो एउटा डरले के आफ्नो कामै गर्दैनौं। कति सपनाहरू मैले त्यसै टुटेको देखिरहेको छु। तर मैले चाहिँ हिम्मत गरे है। मान्छेले जेसुकै भने पनि कति मान्छेले भन्छ तपाईको बुढाले त राम्रो कमाउँछ नि, तपाई किन गरेर? हैन, बुढाले कमाएको त बुढाको हो नि त हैन। मैले चाहिँ के गरे आफ्नो लागि, आफ्नो एउटा निजी खर्च, निजी पैसा मैले चाहिँ हिम्मत गरे, आफ्नो काम सुरु गरे। तपाईहरु पनि मेरो कुराहरु राम्रो लाग्छ भने साथीभाइहरुसँग शेयर गरिदिनु, सब्स्क्राइब गरिदिनु। भेटौँला नेक्स्ट भिडियोमा। थ्यांक यू।